रुमदेखि चाहिँ ठ्याक्क 7 मिनेटको दूरीमा थियो। आकाश त पुरै कालो छ त है, पानी पर्छ जस्तो छ आज पनि। गुगल म्यापले यहाँदेखि यता तल जानु भनेर देखाइसक्यो। गएर के भिडियो सुट गर्न मिल्छ, म युट्युबमा अपलोड गर्छु भनेको मिल्दैन जस्तो कुरा गरेर। हेलो, फेरि पनि नयाँ ब्लग भिडियोमा स्वागत छ। हल्का दारी सारी हानेको कलिलो पो देखिन्छ कि क्या हो। आज चाहिँ त्यस्तो खास विशेष केही पनि छैन। कपाल काट्न जानु लागेको फर्स्ट टाइम जापानमा। त्यसै के हुन्छ। रुमदेखि चाहिँ ठ्याक्क 7 मिनेटको दूरीमा थियो हेयर सलुन, त्यहीँ जाँदैछु। अहिले चाहिँ पुरै पानी पर्ला पर्ला जस्तै बादल पुरै धुमिरहेछ, त्यही भएर हातमा छाता बोकेर जाँदैछु म। आकाश त पुरै कालो छ त है, पानी पर्छ जस्तो छ आज पनि। आजको मेरो गेटअप हेर्नुहुन्छ भने ठ्याक्क यो एउटा भेस्ट मात्रै चेन्ज हो, मुनिको कट्टु अघिल्लो ब्लगकै छ, अनि खुट्टामा चप्ली पनि अघिल्लै ब्लगको। तर आज चाहिँ मैले सक्स लगाएको छु, हाफ सक्स देखिया छ, हाफ सक्स लगाएको छु। गुगल म्यापले यहाँदेखि यता तल जानु भनेर देखाइसक्यो। ठ्याक्क योदेखि यता तल जानुपर्ने भन्ने छ, ठ्याक्क यहाँदेखि तल। वाउ, भ्यू त बवाल छ त होइन। एउटा फोटो खिच्नु पऱ्यो एकैछिनै त। भ्लग बनाउँदा बनाउँदै लोकेसनमा आइसकेँ। यहाँ कहाँ चाहिँ यो, यहाँ गुगल म्यापमा चाहिँ यो देखाइरहेको छ। अब हेरौँ, यहाँ तल छ जेब्रा क्रसिङ, तल छ जेब्रा क्रसिङ, त्यहाँ गएर बाटो काट्ने अनि मासतिर जाने। भयो भने म भिडियो बनाउँछु, भएन भने चाहिँ भरे एकैचोटि कपाल काटिसकेर भेटौँ है त। 2000 years later. ओ माई गड, ट्याच चलाएर नयाँ हेयर स्टाइल देखाइदिउँ भनेको त रात पो परिसकेछ त हौ, बबाल बबाल भइरहेछ। ल अघि चाहिँ यहाँदेखि तल गएर कपाल काटेको थिएँ। गएर के भिडियो सुट गर्न मिल्छ, म युट्युबमा अपलोड गर्छु भनेको मिल्दैन जस्तो कुरा गरेर अनि मैले भिडियो रेकर्ड गरिनँ। तर सर्भिस चाहिँ बबाल के, जापानको सर्भिसमा चाहिँ मलाई ओभर दामी लाग्छ कि। जे कुरा पनि होइन, रेस्टुरेन्ट गयो अथवा जतै गयो सर्भिस चाहिँ त्यो वान। सुरुमा गएँ अनि त्यस पछाडि 3 जना थियो, 3 जना पछि मेरो पालो थियो। लगभग 1 घन्टा लाग्यो। अनि त्यस पछाडि पालो आयो, ठक्क बसेँ, क्रिम जस्तो कि लगाइदियो क्या टाउकोमा, फर्स्ट एक्सपिरियन्स। अनि त्यस पछाडि अलि तातो तातो थियो, ठ्याक्क लगाएँ, तातो बिस्तारो सेलिँदै गयो। अनि त्यस पछाडि कपाल काट्न थाल्यो। कपाल काट्दै गर्दा पनि त्यो के क्रिमहरू, क्रिम त के भनौँ, त्यो खै के हाल्छ। तर जाडो हुन थाल्यो, रात परिसक्यो नि त। आज पानी पर्ला भनेको त मौसम चाहिँ धुमिरहेको छ, पानी परेको छैन। हेयर स्टाइल बबाल छ नि होइन, यताबाट राम्रो देखिन्छ ल, यता राम्रो देखिन्छ, हेर्नु त बबाल छ नि। अनि त्यस पछाडि सेम्पू लाउनुहुन्छ भन्नुभयो, अनि मैले हुन्छ भने अनि टक्क सेम्पूले सर्लक्कै धोइदियो। अनि धोइसकेपछि अनि यो दारी पनि मिलाउनुहुन्छ भन्नुभयो क्या, सेप टक्क मिलाउने। हुन त मैले आफै काटे हो होइन, त्यो पनि सोध्नुभयो, मैले पर्दैन भने। अनि त्यस पछाडि निस्केर रुमतिर जाँदैछु, यस्तो रात परिसक्यो हो क्या। अनि फेरि पनि भन्दैछु, एकजना बराबर $14 गर्न चाहनुहुन्छ भने चाहिँ लिङ्क तल छ, गएर त्यो भिडियो हेर्नुहोस्। अनि एकजना बराबर $14 कमाउने मौका चाहिँ तपाईँले पनि लिन सक्नुहुन्छ। यहाँदेखि माथिल्लोपट्टि छ बाटो, माथिल्लोपट्टि लागेँ ट्याच लाएर, रुम नजिकै छ। सो आजको ब्लग यति नै। ब्लगलाई अन्तिमसम्म हेरिदिनु क्या, धेरै धेरै धन्यवाद। अब सकेसम्म म डेली ब्लग गर्ने प्रयास गर्नेछु। अनि फेरि पनि भन्दैछु, हेयर स्टाइल कस्तो छ। बाइ द वे यो जेल लगाएको है मैले भन्नै बिर्सेछु, कस्तो छ कमेन्ट गर्ने है त। यहाँ अलि उज्यालो देखियो है, म यहाँ अहिले सिग्नलमा बसिरहेको छु। यसो हेरेको त अलिअलि उज्यालो उज्यालो देखियो, राम्रो छ नि होइन। ठक्क जेल सेल लगाएर फर्स्ट टाइम जापानमा पनि कपाल काटियो। यो कपालले पनि भाग्य लेखेर आएको रहेछ। जस्ट किडिङ, सिग्नल आएछ, सिग्नलले आएको छैन, सिग्नलको प्रतीक्षामा। अब यहाँदेखि ठ्याक्क 2 मिनट हो रुम पुग्न। जम्मा जम्मी 6 देखि 7 मिनटको बाटो थियो। सैलुन चाहिँ के भन्छ, सैलुन हेयर कट कस्तो जेबल पनि भयो। सिग्नल आएको छैन, अब सिग्नल आएपछि रुमतिर जाने। सी यु नेक्स्ट ब्लग, बाइ बाइ। अझै भिडियो बाँकी छ कि भनेर पर्खिराख्नु भएको छ कि क्या हो, अन्तिमसम्म हेर्नुभयो त तपाईँलाई धन्यवाद। ल अन्तिम लुक्स हेर्नु है, ठक्क यस्तो छ, यस्तो छ, जेल लगाएको कक्रक्क भइरहेछ।
अनि खास किन यो मैले अन्तिममा क्लिप हाल्दैछु भने नि पैसा कति पर्यो टोटल 3500 जम्मा 3500 के गरेँ भन्दा कपाल काटेको अनि जेल हालेको अनि सेम्पू गरेको 3 थोक कपाल काट्यो अनि यो वास हान्यो सेम्पू लगायो अनि अन्तिममा जेल हालेको 3500 जस बबाल हैन कमेन्ट हान्नु त ल ट्याच्च पारेर राम्रै हो नि मान्छे त